जापानमा काम पाउँदैन, जापानमा स्टुडेन्ट भिजाको लागि राम्रो छैन, फ्युचर केही छैन, अनि त्यहाँको पैसा नि सेभिङ हुँदैन, केही हुँदैन भनेर यो चाहिँ न्युजमा एकदमै चलेछ होइन। अनि मैले चाहिँ यो चाहिँ भिडियो बनाएर लागेको छु एक्ज्याक्ट र रियल कुरा के हो भनेर होइन। मैले फुल भिडियो यसमा चाहिँ यो भिडियोमा भन्न खोजेँ हो, यो कुन चाहिँ क्याटेगोरीमा चाहिँ राम्रो हुन्छ, कुन क्याटेगोरीमा राम्रो हुँदैन, स्टुडेन्ट भिजामा राम्रो कि वर्किङ भिजामा राम्रो, मैले यसमा होइन दुई कुराले मैले फरक चाहिँ छुट्याइदिन्छु। के चाहिँ राम्रो छ होइन, के यसमा रहेछ विभिन्न कुराहरू, त्यो कुराहरू होइन तपाईँहरूलाई चाहिँ स्टुडेन्ट भिजाहरूमा होइन, जति स्टुडेन्टमा साथीहरू भाइहरू तिमीहरू आउन खोजिरहेछौ होइन, तिमीहरूको लागि यो भिडियो छौ, यो लास्टसम्म हेर। अनि कुन सिचुएसनमा तिमीलाई सुइटेबल हुन्छ त्यो अनुसार चाहिँ तिमी चाहिँ जापान आऊ होइन। किनभने यो चाहिँ अहिलेसम्ममा होइन युट्युबमा अथवा टिकटकहरूमा कसैले चाहिँ पोस्ट गरेको पनि छैन, बनाएको पनि छैन, भनेको पनि छैन। के रिजनहरू छ, कुनै आफ्नो रिजन कसैले भन्दैनन् होइन। त्यही भएर मैले आफ्नो फुल रिजनले यो भिडियोमा लिएर आएको हो। सो तिमीहरू चाहिँ भिडियो चाहिँ नछुट्याउनु होला है। सो लास्टसम्म हेर्नु होला। सो हामी सुरु गरौँ, लेट्स डु इट। सो होइन जापानमा चाहिँ अब सबभन्दा पहिला स्टुडेन्ट भिजामा आउँदा होइन अहिले गाह्रो छ। के गाह्रो छ, वर्किङ नपाउने रहेछ, फ्युचर छैन भनेर धेरै चलेको छ नेटमा है। सुरुमा भनिदिन्छु, अब जापानमा तिमी चाहिँ पढ्नको लागि आइरहेछौ, जापान चाहिँ पढाइको भिजामा एकदमै राम्रो छ। तिमी जापानमा भनेपछि टप 5मा आउँछ जापान है। पढाइको ल्याङ्ग्वेजमा एकदमै राम्रो छ। तिमी जस्तो लेभलको पढ्न चाहन्छौ त्यस्तो लेभलको तिम्रो पढाइ हुन्छ। जे पनि बन्न चाहन्छौ भने फ्युचरको लागि एकदम राम्रो एज अ पढाइको भनेको है। तर तिमी पैसा कुरा गर्छौ भने त्यो छुट्टै आउँछ। पढाइको मैले कुरा गरेको छु, एज अ पढाइ चाहिँ राम्रो छ। तिमी भन्छौ म जापान गएर सुरुमै पैसा कमाउँछु भनेर भएन। पढाइको लागि राम्रो छ होइन। तिमी अगर जापान आएर चाहिँ पढ्नलाई ठिक छ, तर चाहिँ तिमी अब ऋणसिन लिएर तिमी जापान आउँछौ, भन्छौ म जापान गएर टन्न पैसा कमाउँछु सुरुमै भनेर, त्यस्तोमा नआऊ है। अनि जापान चाहिँ एज अ राम्रो छ केमा भनेपछि चाहिँ पढाइमा एकदमै राम्रो छ। यताको कडा नियम, कडा पढाइ एकदमै राम्रो छ। त्यसमा चाहिँ तिम्रो एकदमै केही भन्ने छैन। फेरि फ्युचर आयो भने फ्युचरमा के हुन्छ, अहिले चाहिँ जापानमा धेरै सिस्टमहरू चेन्ज गरिरहेको छ है। किनभने जापान मान्छे धेरै भएपछि चेन्ज गरेर आएको छ। अब धेरै विषयमा भनेपछि यता चाहिँ एजुकेसनहरू पढेको मान्छेहरूलाई पछि कामै नलाने, यानि कि भिजा रिजेक्ट गर्ने धेरै जसोलाई चाहिँ निकाल्ने रहेछ। अस्ति भर्खरैको न्युज थियो, 30 वर्ष बसेको मान्छेलाई होइन के भयो रिजन चाहिँ थाहा भएन। 30 वर्षदेखि बसिरहेको मान्छे त्यसको चाहिँ 1 महिनाको भिजा गरेर अनि उसलाई चाहिँ घर पठाउन भने रहेछ है। अब 1 महिना भर्खरै 15-20 दिन भएछ, अझै न्युज चाहिँ आएको छैन। त्यसको चाहिँ मैले भिडियो चाहिँ हेरेको थिएँ। त्यो रुइरहेको थियो बेचारा, 30 वर्ष भइसक्यो त्यो जापानमा बसेको। अनि उसलाई पिआर पाइसकेको मान्छे होइन। अनि त्यही पनि उसलाई चाहिँ 1 महिनाको भिजा गरेर साइन गरेर पठायो कि अब तिम्रो अब जापानमा बस्नु पाइँदैन भनेर भनिसक्यो है। अब त्यो उयसमा आयो। अब रिजन चाहिँ कहाँ हो भनेर जापानमा एज अ पढ्नको लागि राम्रो होइन, पैसा सेभिङ गर्न सक्छौ भनेर यो छैन होइन। तिमी एज अ पढ्नलाई मात्रै आउँछ भने ठिक छ। अब आउँछ अर्को कुरा कामको लागि। काममा भनेपछि त यता चाहिँ फरवार्ड तिमीलाई भन्नु पर्यो, काम छैन भन्ने कुरा होइन। तिमी आउनु बित्तिकै 1 महिनामै काम पाउँछौ है। तर चाहिँ एज अ तिमी काम पाउनलाई यहाँ अरू देशहरूभन्दा जापानमा चाहिँ धेरै सजिलो छ। के हो सजिलो भनेपछि एजेन्टहरू यहाँ पाउँछ, काम खोज्ने एजेन्टहरू यहाँ टन्नै छ। तिनीहरूले नै काम खोजिदिन्छ। तर चाहिँ अलि उनीहरूले पनि तिम्रो प्रत्येक महिनाबाट यानि कि प्रत्येक घन्टाकोबाट उनीहरूले पैसा कमाउँछ कि। जस्तै कि 1 घन्टामा तिम्रो कति पैसा दिन्छ त्यो अनुसार 200-300 उसलाई चाहिँ नाफा हुन्छ, त्यो अनुसार पाउने रहेछ, काम पाउँछ। त्यसपछि तिमीले चाहिँ आफैले पनि काम खोज्न चाहन्छौ भने मजाले तिमी आफैले खोज्न सक्छौ। यताको वेबसाइटहरू एप्सहरू धेरै छ होइन, जस्तै कि टाउन वर्कहरू होइन, यस्ता टाइमी एप्सहरू धेरै छन्। त्यो टाइमी एप्सहरूबाट आफूले फर्म भर्ने अनि इन्टरभ्यू दिने काम पाउने इजिली छ। अरू देश जस्तो त छैन। अरू देशमा चाहिँ आफूले खोज्नुपर्छ, जापानमा चाहिँ एजेन्टहरू पनि धेरै पाउँछ। अब आयो के कुरा, फ्युचर छैन। फ्युचरमा तिमीलाई चाहिँ यहाँ जापानमा बस्नलाई धेरै भनेपछि तिमीलाई राम्रो सब्जेक्टहरू चुज गर्नु पर्यो। के त जस्तै कि खाइगो अनि खाइगो भयो, एग्रिकल्चर भयो, त्यसपछि यामातो भन्छु, कुर्माको भयो, आइटी भयो। यिनीहरू चाहिँ पढ्यो भने तिमीले चाहिँ फ्युचरमा चाहिँ बस्नलाई एकदमै सजिलो हुन्छ। नभए अरूको लागि गरेपछि अहिले चाहिँ जापानमा बस्नलाई चाहिँ गाह्रो भइरहेको छ। पहिला चाहिँ थिएन तर अहिले चाहिँ गाह्रो भइरहेको छ कन्टिन्यू। किनभने भिजाको लागि पछि प्रब्लम नहोस् केही। यिनीहरू पढेपछि पछि तिमीलाई होइन भिजाको लागि त्यस्तो केही प्रब्लम हुँदैन, इजिली तरिकाले भिजा दिन्छन् अनि लङ टर्म पनि बस्न पायो जस्तो छ है, बनाइरहेको छ त्यस्तै खालको। अनि चाहिँ तिमीले चाहिँ अब फ्युचर त्यही हो मैले भनिसकेँ होइन। अब स्टुडेन्टमा के, अब
एउटा डिफ्रेन्स छुटाइदियो भने तिमी अगर ऋण लिएर आउँछौ भने जापान चाहिँ नआऊ होइन। अगर तिमीलाई ऋण लिएर आइरहेको छौ नआऊ, ऋण लिएको छैनौ भने तिमी जापान आउँदा हुन्छ। घर पैसा नपठायो भने आफ्नो 4 वर्षसम्म होइन मजाले ढुक्कले सेनमन 2 वर्ष अनि 2 वर्ष ल्याङ्ग्वेज मजाले आफूले पढ्ने र बस्ने जति आफूले एकदम मजाले गर्न सकिन्छ होइन। तर चाहिँ तिमी ऋण लिएर आउँछौ अनि घरमा पैसा पठाउँछु भनेर त्यसरी गर्न आउँछौ भने जापान चाहिँ अहिले गाह्रो छ। अनि गाह्रो पनि छैन, किन त्यहाँ यता आएर पनि कसै धेरै गरिरहेछ। तिमी पनि हामीले पनि गर्न सक्छौँ होइन। तर चाहिँ तिम्रो भाषा बन्दैन, भाषा बनाएपछि तिमीलाई फेरि त्यही प्रब्लम आयो, बस्नले गाह्रो हुन्छ। जापानमा सबभन्दा इम्पोर्टेन्ट भाषा मात्रै हो। भाषा जति बनाउँछौ बनाउँदै अब सबैले भन्छ भाषा भाषा भाषा, तर चाहिँ भाषा तिमीले पास हुनु पऱ्यो। यानसानकम्म यानसान यानडुडोमा पास हुनु पऱ्यो 1-2 वर्षमा होइन। त्यो 2 वर्ष मान्छे गर्न सकिरहेको हुँदैन, किनभने काम धेरै गर्नुपर्छ। कामको कारणले मान्छेको पढाइ राम्रो हुँदैन, त्यही हो रिजन है। अब तिमी पढ्यौ भने पैसा कमाइ धेरै हुँदैन, काम धेरै गऱ्यो भने पढाइ राम्रो हुँदैन। भनेपछि काम चाहिँ दुईवटा 3वटा काम गऱ्यो भने राम्रो ल्याङ्ग्वेज बन्दैन। त्यही भएर एउटा काम गरेपछि ल्याङ्ग्वेज बनाऊ अनि त्यसपछि गर, तर चाहिँ ऋण लिएर नआऊ। ऋण लिएर आउँछौ भने जापान चाहिँ नआऊ, बरु अरू देशहरू जाऊ, अरू कन्ट्रीहरू, युरोपहरू, अस्ट्रेलिया, अमेरिका जहाँ जाऊ नो प्रब्लम, तर चाहिँ जापान चाहिँ नआऊ। अब ऋण लिएर आउँछौ भने त है। अगर छ यही रिजन हो, यो रिजन होइन तिमीहरूकोमा सुइटेबल हुन्छ भने जापान आऊ, सुइटेबल हुँदैन भने जापान आऊ, तर वर्किङमा आऊ, स्टुडेन्टमा चाहिँ नआऊ। स्टुडेन्टमा चाहिँ तिमीहरूलाई यतिको गाह्रो हुन्छ है। सो गाइज आजको लागि मेरो भिडियो यति नै हो है। हामी फेरि भेटौँला अब वर्किङ को लागि हामी चाहिँ भिडियो बनाउँला, त्यसमा चाहिँ हामी फेरि भेटौँला। यो चाहिँ धेरै चाहिँ न्युज चलिरहेको थियो, मान्छेहरू आउँछ फेरि त्यस्तै कन्डिसनमा फस्ने रहेछ होइन, केही गर्दा नगर्दा भनेर होइन। सो कमेन्टमा पनि धेरैले भनिरहेको छु। सो मैले चाहिँ यो भिडियो चाहिँ मैले बनाएको हो। सो तिमीहरूलाई अब आफूलाई सोच के कस्तो छ त्यो अनुसार चाहिँ जापान आऊ है। आजको लागि यति नै, बाई।